गाइस आज चाहिँ हाम्रो घरमा पानीपुरी बनाउनु भएको थियो अनि यो पानीपुरी चाहिँ मज्जाले फुलिरहेको थियो अनि यहाँ चाहिँ मामुले तार्नु पनि हुँदैछ अनि कस्तो मिठो भएको थियो पानीपुरी चाहिँ कुरुम कुरुम भइरहेछ अनि कान्छी फुपूहरूले चाहिँ यहाँ हेर्नुस् न मलाई नबोलाइतिर डान्स गरेर मलाई चाहिँ बोलाउनु भएन अनि म चाहिँ यस्तो रिसाइरहेको थिएँ अनि रिसाइरहेको थिएँ भरे चाहिँ मलाई फकाउन आज माघे सङ्क्रान्ति हो फकाउन नबनाउने भन्नुहुँदै थियो भुजाको डल्लाहरू अनि बनाउनु भएछ भुजाको डल्लाहरू पनि अनि आमाले सेलरोटी पनि बनाउनु भयो अनि पुरीहरू के बनाउनु भएको थियो अनि यहाँ चाहिँ भुजाको डल्ला पनि छ अनि यहाँ चाहिँ मामुले कति मेहनत गरेर भुजाको डल्ला बनाउनु भएको मिठो थियो आजको लागि यति नै गाइस भोलि भेटौँला बाई बाई थ्याङ्क यू फर वाचिङ